रवि लामिछानेलाई आम नागरिकले एउटा पत्रकार भएर पनि जुन हिसाबले ट्रस्ट गरेका थिए, विश्वास गरेका थिए, गृहमन्त्री धरि बनायो नि त। तपाईलाई पनि हामीले देख्न सक्यौं त्यो लेभलमा। म भन्छु रवि दाईलाई मैले धेरै मानेको, रवि दाईले पनि मलाई धेरै मान्नुहुन्छ। उहाँले इन्टरभ्यूमा भन्नुभएको थियो, यो देशमा यो पुरै नेपालमा मेरो मनमुटुमा कोही छ भने दिवाकर भाइ छ भन्नुभएको छ। तर म यसरी भन्छु, रवि दाईलाई पछिल्लो दिनमा केही दिनदेखि म उहाँलाई गफाडी बुझिरहेको छु। मैले मेसेज गरेको छु, कुनै जनता समस्यामा छ, तराईको किसान रोएको थियो नि, त्यो भिडियो मैले पठाएँ। रवि दाई सदनमा उठाउनु भएन। आरती शाहको हत्याको विषयमा भने उठाउनु भएन। यो नागरिकता विहीनको विषयमा भने उठाउनु भएन। अनि त्यहाँदेखि मैले उहाँलाई एउटा मेसेज गरेको छु, देखाइदिउँ, यही छ मोबाइलमा। मैले रवि दाईलाई भनेको छु, तपाईँ जतिको गफाडी मान्छे मैले देखेकै थिइनँ। हेर्नु, मेसेज लेखेको छु, रवि दाईको तर्फबाट मेसेज आएको छ। मैले गृहमन्त्रीलाई पठाएको छु है, कारवाही गर्नुपर्छ। रवि सरलाई पनि भनेको छु, उहाँको सायद कोही हुनुहुन्छ होला। मैले लेखेको छु यताबाट, गफ धेरै भयो तपाईँको, जुन दिन हामी भेट्नेछौँ हिसाब गर्नेछौँ। मैले लेखेको छु, हिसाब गर्नेछु। थुक्क तपाईँहरूको गफ धेरै आश र भरोसामा तपाईँहरूलाई पटक पटक फोन र मेसेज गरेको थिएँ। आउनुहुन्छ नि मध्य प्रदेश वा कुनै न कुनै दिन देशको कुनै कुनामा भेट्नुहुन्छ नि, त्यो दिन यो मेसेज सम्झिनु पर्ने हुन्छ। सुरक्षित राख्नु होला। आज दिनुभएको गफको लागि धन्यवाद।